हेलो नमस्ते एभ्रिवान। आज चाहिँ मेरो भान्सामा मैले थाली बनाएको थिएँ, नेपाली खाना सेट। सबैभन्दा सुरुमा चाहिँ मैले दाल लिएँ, कालो दाललाई मस्तसँगले पानी हालेर नुन हालेर बोइल गर्न राखिदिएँ। दाल हाम्रो रेडी भइसकेको थियो। माथिबाट टपिङ गर्दै मैले सुक्खु साग, अदुवा अनि घिउ। त्यसपछि भेजमा मैले बनाएको थिएँ कोपी आलुको सब्जी, कोपी आलु मटर हालेर चाहिँ मस्तसँगले माथिबाट सुक्खु साग हालेर चाहिँ कोपी आलुको सब्जी बनाएको थिएँ। अनि नन भेजमा थियो मेरो चिकनको लागि पनि मैले मस्तसँगले चिकन फ्राई गरेँ सुरुमा त। त्यसपछि एड गरेँ ओनियन, ग्रिन चिलिज, टमेटो, त्यसपछि प्याजको पत्ता, नुन, धुलो खोर्सानी, बेसार सबै हालेर एकछिन मस्त छोपेर पाकाइसकेपछि माथिबाट टपिङ गरिदिएँ धनिया र प्याजको पत्ता। त्यसपछि इट्स रेडी टु इट। चिकन पनि रेडी भइसकेको थियो। त्यसपछि सँगसँगै बनाएँ मैले सागलाई पनि मसिनो पारेर काटिसकेको थिएँ। एउटा प्यान लिएँ, तेल हालेँ, मेथी हालेँ, त्यसपछि खोर्सानी र अदुवा हालेँ, टमाटर पनि हालेर साग हालेर चाहिँ मस्तसँगले साग पनि रेडी भइसकेको थियो। अचार चाहिँ मैले भेन्टाको बनाइराखेको थिएँ, भेन्टा र धनियाँको। सो यो चाहिँ मेरो थालीको फाइनल लुक थियो, खाना सेट, नेपाली खाना सेट। थ्याङ्क यू सो मच फर वाचिङ।